त्यो पाइपहरुमा चाहिँ नि मुसाले काट्दिने यो जाडो महिना विशेष गरी यो धेरै करक्क भएर यो फुटेर जान्थ्यो ग्यास लिक हुन्छ एकदम खतरा हुन्थ्यो तर अहिलेको पाइपहरु त राम्रो आछ मुसाले पनि काट्न नसक्ने खाले आएको छ हामीले चलाउनु चाहिँ त्यही पर्छ यस्तो खालको चाहिँ नि हामीले पाइपहरु युज गर्नु हुँदैन मैले अघि तपाईहरुलाई भनिसकेँ यो जुन यहाँ ज्वाइन छ यहाँ खियाले लागेर त्यहाँ चुडेको हुन्छ अनि यहाँ माथि चुलो माथि त्यहाँबाट ग्यास लिक भएको हुनसक्छ त्यो टाइममा हामीले याद गर्नुपर्ने हुन्छ यदि यति हामीले ध्यान दिँदा पनि तपाईहरुले कोठामा प्रवेश गर्ने बित्तिकै ग्यासको स्मेल थाहा पाउनुभयो हैन हामीलाई थाहा हुन्छ नि ग्यासको स्मेल त खास ग्यासमा भनेको स्मेल हुँदैन त्यो स्मेल गन्धविहीन ग्यास हो त्यसमा चाहिँ तपाईँ हामीलाई चाहिँ नि त्यो गन्ध थाहा नपाउला भनेर त्यसमा आइसोबुटेन भन्नेको एउटा चाहिँ नि एक प्रकारको ग्यास राखेको हुन्छ कि गन्धको लागि हामीले अहिले त सबैलाई हामीलाई थाहा भइसक्यो कि गन्ध आउँछ तर खास ग्यासमा चाहिँ गन्ध आउँछ त्यो हाम्रो सुरक्षाको लागि मिसाइएको हो त्यो गन्ध थाहा पाउने बित्तिकै हामीले के गर्नु पर्यो त अब झ्याल ढोकाहरू खोलिदिनु पर्यो आँटिनु भने सबभन्दा बेसी दुर्घटना हुने भनेको हामी आँटेर डरले घटा दुर्घटना हुन्छ हामी यदि नआँटिकन त्यहाँ झ्याल ढोका खोलिदिने जस्तै कोठा प्रवेश गर्ने बित्तिकै त्यहाँ बत्तीहरू अफ छ भने त्यहाँ अन नगरिदिने अन छ भने अफ नगरिदिने स्विचमा नचलाउने किनकि स्विचमा अन अफ गर्दाखेरि पनि हामीले आँखाले नदेखे पनि त्यहाँबाट केही झिल्काहरू आएको हुन्छ ग्यास बल्नलाई त सानो झिल्का भए पनि काफी हुन्छ नि त्यो भएर विस्फोट हुने सम्भावना धेरै हुन्छ अनि त्यसपछि ग्यास लिकेज भएको ठाउँमा चाहिँ हामी मोबाइल पनि नचलाउनु मोबाइलबाट पनि एक किसिमको रेडिएसन आउँछ धेरै सम्भावना हुन्छ आगो टिप्ने सम्भावना धेरै हुन्छ त्यही भएर मोबाइल पनि नचलाउँ है अब यति गर्दा गर्दै पनि कहिलेकाहीँ ग्यास लिकेज भइहाल्यो ग्यासमा आग लागि भइहाल्यो भने कसरी कन्ट्रोल गर्छौँ हामी त्यो हेर्छौँ अनि त्यो हामी गर्दै गर्दै नपाउनु अनि हामीले एउटा कुरा चाहिँ के थाहा पाउनुपर्छ भने सबै प्रकारको आगोहरूमा चाहिँ नि पानीले मात्र निप्दैन त्यो भने त्यो एउटा कन्सेप्ट चाहिँ हामीले थाहा पाउनुपर्छ अब कुन प्रकारको आगोहरू पानीले निप्छ कुन प्रकारको आगोहरू पानीले निप्दैन भन्ने बारेमा म तपाईँलाई थोरै भन्छु जस्तै कुनै पनि वस्तुहरू एकछिन ध्यान दिएर सुन्नु होला है त्यो सबै त्यस्तो वस्तुहरू जुन बलिसकेपछि खरानी रहन्छ नि जस्तै काठ बलेपछि खरानी हुन्छ कि हुँदैन हुन्छ कागज भयो हाम्रो कपडाहरू भयो प्लास्टिकहरू भयो इत्यादि चिजहरू बलिसकेपछि त्यहाँ हामी खरानी देख्न सक्छौँ नि त्यो सबै चिजमा चाहिँ हामीले पानीको प्रयोगले मजाले निभाउन सक्छौँ थाहा पाउनु है अनि त्यस्तै गरी जुन चिजहरू बलिसकेपछि खरानी रहँदैन जस्तै पेट्रोल डिजेल मटिरियल यी ग्यासहरू भयो अनि तपाईँहरूले युज गर्ने त्यो टिनरहरू हुन्छ पोलिस निकाल्ने टिनरहरू हुन्छ नि त्यो चिजहरूमा आग लागि भयो भने त्यसमा के अब खरानी रहन्छ अब हामीले मेन बुझ्नुपर्ने चिज त्यही हो खरानी रहने चिजहरू सबैमा हामीले पानीले लगाउन सक्छौँ जुन वस्तुहरूमा चाहिँ खरानी हुने त्यो सबैमा हामीले पानी कहिले पनि युज गर्नु पानीले त्यस्तै हालतमा हामीले त्यो आगोलाई नियन्त्रण गर्न सक्दैन पानी हाल्नु भनेकै त्यो आगोलाई ठुलो पार्नु मात्र हो त्यो अवस्थालाई चाहिँ हामीले फेरि के गर्नुपर्छ आगो बल्नलाई तिनवटा तत्त्वहरू चाहिन्छ जस्तै कुनै पनि ठाउँमा आगो बल्नलाई एउटा बल्ने वस्तु चाहियो बिना वस्तु त कुनै चिजहरू बल्दैन अनि त्यसमा हावा अक्सिजन चाहिन्छ अक्सिजन नभएसम्म पनि कहिले पनि आगो बल्दैन अनि त्यसपछि ताप चाहियो त्यो बल्ने बिन्दुसम्म त्यो पुग्नु पर्यो त्यो तिनवटा चिजपछि कुनै पनि एउटा चिज हटाउने हो भने हामीले आगो मजाले निभाउनु सक्छौँ अब त्यो खरानी नरहने चिजहरूमा चाहिँ हामीले छोप्ने विधि त्यहाँ चाहिँ हावा जान नदिने हो भने हामीले आगो निभाउन सक्छौँ त्यो कसरी गर्छौँ हामी हेर्छौँ एकजना वो जस्तो कि और भी लोग सर और ए सुरेता
नभने पछाडि हो कान्छ अहिले तपाईँ अब यसरी ग्यासबाट चाहिँ आगो बल्यो यो अवस्थामा हामी भाग्दाखेरि हाम्रो धेरै ठुलो क्षति हुन्छ कि प्रायः हामी यति भइसकेपछि भाग्छौँ नि किनकि ग्यास बल्दै बित्तिकै अब हामी त्यो पड्किन्छ भनेर सोच्छौँ होइन यसरी बलेको ग्यास कहिले पनि पड्किँदैन यो अवस्थामा छ भने पाइपमा छुटेर बलेको छ भने पनि पड्किँदैन जब यो सिलिन्डर तातिन्छ नि धेरै बेर ताकियो आगोमा आधी घन्टा 15 मिनट ताकियो भने त्यसपछि मात्र बल्ल त्यसैले बोल्नु भनेको तपाईँको ग्यास हुन्जेल बन्छ त्यसपछि आफै निस्छ जब हामी किचन ऱ्याकमा राखेको हुन्छ नि भित्र त्यहाँनिरबाट आगो लिकेज भयो अनि त्यो खुट्टाहरूमा छोयो त्यहीको रात चाहिँ यहाँ तल आउनु थालेपछि बल्ल त्यो ग्यास निस्किन्छ एकचोटि पानी राखेर हेर्नुहोस् जगमा पानी हेर्नुहोस् अब यो ग्यासमा पानीले निस्छ कि निस्दैन हेरौँ होइन पानी राखेर हेर्नुहोस् फेरि राखौँ प्रेसर कम भयो अहिले पनि निस्दैन है तेलको यिनीहरूको होइन त्यो प्रेसर कम गरेपछि अब यस्तो अवस्थामा छ भने हामीसँग घरमा भएको टन्नाहरू ब्ल्याङ्केटहरू प्रयोग गरेर एकचोटि भिजाएर हामीले प्रयोग गर्ने हो भने मजाले नियन्त्रण गर्न सक्छौँ यो मैले तपाईँलाई अघि नै भनिसकेको छु अब यहाँ के भएन त अक्सिजन जान पाएन नि अक्सिजन नजाने बित्तिकै यो मजाले नियन्त्रण हुन्छ अब यसलाई चाहिँ हामीले फेरि एकचोटि हातले एकदम स्लो हाल्नु स्लो पहिला स्लो हेर्नुहोस् सर यति मात्र बोलाएको छ भने हामी आजकलै हामीले औँलाको प्रयोगले मजाले निभाउन सक्छौँ है साथी यसरी गरिदिनुहोस् न आउनुहोस् तपाईँहरूको डेली कोही आउनुहोस् यो ग्यास जुन छ नि यति बिचमा आगो छैन नि यो च्याप्पै पोल्यो पोलेन है मेन डराउनु भएन कि तर यो हामीले एउटा बुझ्नुपर्ने के भने चाहे हामी त्यो ब्ल्याङ्केट टनाहरूको प्रयोग गरौँ या हातैले प्रयोग गर्दाखेरि हामी आगोको अगाडि चाहिँ जानु भएन जहिले पनि आफू सुरक्षित हुनु पऱ्यो नि ब्ल्याङ्केटले यसरी छोप्दाखेरि पनि आफू सुरक्षित भएर पछाडिबाट गर्नु कसै कसै यसरी अगाडि गर्नु अगाडि गरेर कहिले काहीँ अब यो रेगुलेटरै बल्ल थाल्छ नि त्यस्तो अवस्थामा गर्ने हाम्रो ब्ल्याङ्केट है यसरी पाइपबाट आगो आएछ छुटेर यो तपाईँहरूको यो हातले निभाएको भनेर तपाईँहरूको डर हटाउनको लागि मात्र है त अब हामी तेलको आगोमा यसरी हेरौँ त्यसमा तेल हाल्नु पाएको छ त्यतै ल्याउनु यो बालम तपाईँहरू यसरी कोही आउनुहोस् त तपाईँहरूले लिएर आउनुहोस् न ग्यास बाल्दिनु एकजना ब्याङ्कसम्म आउनु सिकाइदिनु त्यसलाई तपाईँ आउनु सिकाउनु हजुर त उता बेड दिनु छोप्दिहाल्ने वरिपरि यति गरिसकेपछि तपाईँहरूले वरिपरिबाट चाहिँ हावा बन्द गर्नु यो हामीले भिजाछौँ नि भिजाउँदाखेरिको फाइदा के हो भने एउटा चिसोमा आगोले धेरै चाँडै टिप्न सक्छ दोस्रो भनेको तपाईँले घरमा भएको पातलो तनाहरू युज गर्नुभयो भने त्यहाँबाट त्यो पालहरूबाट हावा जाँदैन कि त्यो पाल तालिन्छ फेरि यसरी छोप्ने भनेर नाइलनको अनि पोलिस्टरको चिजहरू चाहिँ हामीले युज गर्नु हुँदैन है सकभर कटन जुटको कपडाहरू छ भने